भदौ 23 र 24मा भएको आन्दोलन पश्चात गठन भएको सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरिसकेको छ। निर्वाचन सम्पन्न भएसँगै पुराना शक्तिका रूपमा रहेका नेपाली कङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी, यी तीन दलहरू भने साँगुरो अवस्थामा अथवा सानो आकारमा खुम्चिएका छन्। जब समानुपातिक भोटको सङ्ख्या गणन गरेर सकिनेछ, त्यसपछि निर्वाचन आयोगले कुन दलले कति सिट प्राप्त गरे भन्ने विषयमा आधिकारिक घोषणा गर्नेछ र सम्भावित रूपमा राष्ट्रसभा 2/3 निकै करिब रहेको छ। 183 अथवा 182 देखि 184 85 सम्म सिट ल्याउने अवस्थामा रहेको छ र राष्ट्रसभाको नेतृत्वमा नै सरकार गठन हुने कुरामा अब कुनै दुई मत रहेको छैन। राष्ट्रसभाका नेताहरूले बेला बखतमा भनिरहेको विज्ञ खालका व्यक्तिहरू लएर सरकार गठन गर्ने र सांसदभन्दा बाहिरका व्यक्तिहरूलाई सरकारमा राख्ने र मन्त्री बनाउने कुराहरू पनि विभिन्न समयमा चर्चामा आइरहेका विषयवस्तुहरू हुन्। के यो सम्भव रहेको छ? सांसदभन्दा बाहिरका व्यक्तिहरू अथवा विशेषज्ञ व्यक्तिहरूले नेपालको सरकारमा मन्त्री बन्ने सम्भावना कति रहेको छ? नेपालको कानुनले के भन्छ भने नेपालको संविधान 2072 अनुसार सङ्घीय सरकारको मन्त्री बन्नको लागि मुख्य रूपमा सङ्घीय संसदको सदस्य हुनु आवश्यक रहेको छ। त्यसको मतलब हो सांसद हुनु आवश्यक रहेको छ र जो गैर सांसद रहेका छन् उनीहरूलाई पनि नियुक्त गर्ने प्रावधान भने रहेको छ, जसले 6 महिनाभित्रमा सङ्घीय सांसदको नियुक्ति लिनुपर्ने आवश्यकता रहेको छ। यस्तो अवस्थामा जुन कुराकानी आइरहेको छ, जुन बहस भइरहेको छ, विज्ञलाई मात्रै राखेर सरकार गठन गर्ने, सांसदभन्दा बाहिरको व्यक्तिलाई राखेर मन्त्री परिषद गठन गर्ने निर्णय गरिरहेको छ। अहिलेको कानुनमा नै टेकेर राष्ट्रसभाले त्यो खालको मन्त्री परिषद गठन गर्ने सम्भावना कम देखिनेछ र मन्त्री बन्नको लागि नेपालको संविधान 2072 को सङ्घीय कानुनले के भन्छ भने एउटा कुरा नेपालको नागरिक हुनुपर्नेछ र प्रतिनिधि सदस्यका लागि कम्तीमा 25 वर्ष उमेर पुगेको र राष्ट्रिय सभा सदस्यको लागि कम्तीमा 35 वर्ष उमेर पुगेको व्यक्ति हुनुपर्ने भनिरहेको छ दोस्रो बुदामा, र तेस्रो बुदामा रहनेछ नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने भन्ने तेस्रो बुदा रहेको छ र चौथो बुदामा रहेको छ कुनै सङ्घीय कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने भनिएको छ र त्यस्तै गरी पाँचौँ बुदामा भनिएको छ नाफाको पद धारण नगरेको व्यक्ति अथवा सरकारी कुनै पनि काममा अहिले तत्काल भइरहेको व्यक्ति सङ्घीय सरकारको मन्त्री हुन पाउने अवस्था रहेको छैन। अहिले नेपालको कानुनले संसदभन्दा बाहिरको व्यक्तिलाई यदि मन्त्री बनाउन चाहेको अवस्थामा जो सङ्घीय संसदभन्दा बाहिरका सदस्यहरू अथवा सिधा अर्थमा भनौँ अहिले निर्वाचित भएका सांसदभन्दा बाहिरको व्यक्तिलाई मन्त्री बनाउनु परेको अवस्थामा ती व्यक्तिहरूले मन्त्री भएको पछि 6 महिनाभित्रमा सङ्घीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ र अहिलेकै अवस्थामा अहिलेकै नेपालको कानुनलाई टेकेर हेर्ने हो भने जुन राष्ट्रसभाले आफ्नो घोषणापत्रमा भनिरहेको छ 14 सदस्यीय मन्त्रीमण्डल घोषणा गर्ने अथवा बनाउने जुन तयारी गर्ने भनिरहेको छ त्यसलाई मान्ने हो, घोषणापत्रलाई मान्ने हो भने त्यो अवस्थामा कुनै पनि गैर सांसदहरू चाहिँ यो पटकको मन्त्री परिषदमा आउने सम्भावना देखिँदैन र यदि राष्ट्रसभाले सांसदभन्दा बाहिरका व्यक्तिहरूलाई आफ्नो मन्त्री परिषदमा राख्ने तयारी गर्ने हो भने अहिले त्यो कानुन प्रतिनिधि सभामा लगेर र सँगसँगै त्यसलाई राष्ट्रिय सभाले पनि पास गरेर र राष्ट्रपतिबाट पनि त्यसलाई पारित भएको अवस्थामा मात्रै कानुन परिवर्तन गरे मात्रै संसदभन्दा बाहिरका अथवा सांसदहरू बाहेकका व्यक्तिहरूलाई मन्त्री बनाउन सक्नेछ। अहिलेकै जुन कानुन रहेको छ यो कानुन अनुसारले संसदभन्दा अथवा सांसदभन्दा बाहिरका व्यक्तिहरू 6 महिनाभन्दा लामो समयका लागि मन्त्री बन्ने सम्भावना पनि रहेको छैन।